हेलो नमस्ते गाइज वेलकम टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ स्कुल जान लाग्यो अनि त्यहीँबाट सुरु गरेँ मैले। आज म र महेश जान लाग्यो स्कुल चाहिँ। अरू साथीहरू नजाने रे गफ गर्दै गएको थियौँ। भाइहरू भेटेँ, अगाडि गएको थियौँ है। हजुरआमा भेटिनु भयो। हजुरआमालाई हाई गर्नु हजुरआमा भन्यौँ, हाई नै गर्नु भएन है, बाल्दै दिनु भएन। अरूले कसले बालिदिन्छ र हजुरआमाले बाल्न दिए। अनि त्यसपछि अगाडि गयौँ कुरा गर्दै। अनि आन्टीहरू कुसुम लिएर आउँदै हुनुहुँदैछ। त्यसपछि डेबिट साथीहरू पनि आए, हाई गर भने हाई गरे। त्यस्तो बाल्न दिए जस्तो गरेर हिँडे। हामीलाई बाल्दिएनौँ नि, ठिक छ हाम्रो दिन पनि आउँछ भने है, मजाक त भएको साथीहरूमा। अनि गफ गर्दै गयौँ। केटा मान्छेको यही त हो नि, हाँसरङ्ग गर्दै जाँदै गयौँ। अनि फिल्डमा गएको, आज पनि गेम छ है भनेर यस्तो सम्झ्यो रहेछ। आज नै दोस्रो दिन है। अनि गयौँ, गफ गर्दै गयौँ है। त्यसपछि आफू बोर्डतिर गयौँ, खलेको रहेछ अलिअलि आफूहरू है। अनि पछि हामीलाई खाने चाहिन्छन् भनेर गफ गर्दै गयौँ। अनि खलेको पनि रहेछन् सानो। अब ठुलो भएपछि हाम्रै चारो हो, हेर्दै गयौँ है कहाँ ठुलो छन् भनेर। अनि घरकै खाना खाएर गएको थिएँ, खाएँ। अनि लाइनमा सबै साथीहरू गएको रहेछन्, एक्लै निराश भएर बस्यो है। यस्तै त अनि एक्लै भएपछि गाह्रो हुँदो रहेछ। अनि साथीहरू आउने बित्तिकै कसैले गाउँछ, कसैले नाच्छ, हाँस्या छ, कसैले क्यालकुलेटरलाई मोबाइल भनेर गीत रेकर्ड गरेको छ। अर्की फेरि के भन्ने, अर्कीको नाच्यो भने त हेरे के सबजना फिदा। केटाहरूले उनकै नाचोमा उनलाई मन पराएर रहेछ नि त, के थाहा है। उनको नाचो आमामा यस्तो नाचो त कहिले देखाएको थिएन हौ मैले। अन्त त्यसपछि गफ गर्दै गयौँ, नाचो हेर्दै गयौँ है। म दर्शक बनिरहेको थिएँ, उनीहरूको नाचो सिकाइरहेको थिएँ कसैलाई। यता सिकाइरहेको थिएँ नाचो यसरी नाच्ने भनेर। यिनको नाचोमा सबैजना फिदा, हानिन् एक सर्ट है, खाएँ। गाइन् कसैले, सुनिए। अब यस्तै त हो नि, के भन्नु। यता कोही फेरि बोयफ्रेन्डलाई सम्झेर बसिरहेको थिएँ। अनि है के भन्ने, बोयफ्रेन्डलाई सम्झिनु पनि पर्छ नि त, टेन्सनमा थिएँ। कोही रोइरहेको थिएँ, कोहीले भलक नगर भनिरहेको थिएँ। मेरो जिन्दगी यस्तै छ गाइज हेर्नु। कसैले देखेपछि मार्छन् नि कसैको बोयफ्रेन्डले, कसैले के गर्छन् रे। अनि यिनीहरू फेरि टिकटक गराउन लागि। केटीको जुनी यस्तै हो। अनि हेरेको छु है, बिहानदेखि चटक देखिरहेको छु। के भन्ने अब, देखाउ कति चटक देखाउ भने सरलाई भनिदिनु जान्छु रुक भने झगडा गरेर रुने, कोहीले बोयफ्रेन्डलाई कल गर्ने देखिरहेको छ। सरले पढाउँदै भिडियो गराएँ, डर लागिरहेको थियो। उसलाई साथीलाई ताने चिमटे, अनि हेऱ्यो, हाई गरे है। अनि थाहा भएपछि त मार्नुहुन्छ सरले। अनि फेरि गराएँ, सबैलाई देखाएँ। नदेखा मार्छन् भनेर उता देखि हाँसिरहेको थिएँ साथीहरू। बहिनी पनि आइन, दाइ मलाई पनि देखाउनु न भनेर देखाइदिएँ, हाई गरिन्। अनि क्रिकेट हेऱ्यौँ हामीले एकछिन। मजा त त्यस्तो लागेन, दाइ पनि क्रिकेट हेर्नै पऱ्यो। डेबिट भागिसक्यो बहिनीहरूसँग। भाग हामीलाई छोडेर भन्यौँ है, भाग्नेलाई भाग्नु दिनुपर्छ क्या। आए डोन दिदी अरू फेरि, डर लागिरहेको थियो मलाई त। अनि हाँसिरहेको थिएँ, कसैले के गरिरहेको थियो, कसरी खेल्छन् भनिरहेको थिएँ। के थाहा, उनीहरूलाई देखाएरै थाहा हुने है कहिले। अनि फेरि छक्का हान्छन्, चौका हान्छन्। त्यसपछि गाडीमा बस्यो, सर लाएर गइगयो। कसैले हाई भन्दा नि भन्दैनन्। ठिक छ भने अनि देखाएँ है, लाज मानिरहेको थिएँ। म भिडियो गराउँछु भने, अनि नै म त मोबाइल दिन्न है कसैलाई भने है। अनि मलाई आफैले भलक गराएँ। बस्यौँ सबैजना हाँसो मजाक गर्दै है। साथीहरूको बिचमा यस्तो त भइहाल्छ नि। गफ गर्दै गयौँ। अनि गीतालाई हाई गर भने उनी त लाज मानेर खतम छ। साथीले हाई भने, सञ्जीवनले नि हाई भनेन है, दाइले नि हाई भन्नुभयो। अनि ड्राइभर दाइले नि हाई गर्नुभयो। हामी चलिदिएको, फेरि घरतिर चलिदिएको। हामी बिस्तारै गयौँ है गाइज। आजको भलक यति नै। माया साथ सपोर्ट दिइराख्नु होला। हुन्छ बाई, अब अर्को भलकमा भेटौँला।